मरण गऱ्यो त्यति नै त्यसले सफा गर्दै जान्छ अनि सफा गरिसकेपछि एउटै काम मात्र रहन्छ त्यो व्यक्तिलाई पवित्रीकरण गरिन्छ चोख्याइन्छ परमेश्वरको काम आजका अगुवाको जीवन आराधनापूर्णको जीवन छैन भने मण्डलीमा परमेश्वरको आत्माले बास गर्छ परमेश्वरको जिउँदो उपस्थित हुन सक्दैन र परमेश्वरको आत्मा जिउँदो उपस्थित हाम्रो बिचमा हुनुपर्छ र आजको हाम्रो सेवकाई फस्टेर बाहिर जानपर्छ र धेरै नयाँ आत्माहरूको परमेश्वरको राज्यमा खनिनुपर्छ भने आराधनापूर्णको जीवन आजको अगुवाको जीवन हुनुपर्छ र त्यसै कारणले गर्दा यो भजन सङ्ग्रहको पाठ हामीले लगातार गर्नुपर्छ र अर्को हामीले उपदेशको हितोपदेशको किताबमा हामीले जानु पर्दाखेरि चाहिँ यहाँ चाहिँ हामीले संसारमा रहँदा बस्दाखेरि परमेश्वरले सबै कुरो दिनुभएको छ परमेश्वरले सबै कुरो दिनुभएको छ हामीलाई के दिनुभएको छ सबै कुरोमा हामीलाई के दिनुभएको छ भने पहिलो त परिवार दिनुभएको छ हेर्नुहोस् है परिवार दिनुभएको छ एक मर्दको लागि परमेश्वरले स्त्रीको सृजना गर्नुभयो उसलाई श्रीमती दिनुभयो एक औरतलाई परमेश्वरले श्रीमान जुटाउनुहुन्छ त्यसपछि ऊ श्रीमती हुन्छन् श्रीमान र श्रीमतीको दाम्पत्य जीवन सुरु हुन्छ र उनीहरूले आफ्नो परिवार परमेश्वरले दम्पति जोडेपछि सन्तान दिनुहुन्छ त्यो सन्तानबाट दर सन्तान हुन्छ त्यो दर सन्तान बढ्दै जाँदाखेरि अझ ठुलो सन्तान हुन्छ अनि जातिमा आउँछ हेर्नुहोस् है अब त्यस्तै प्रकारले अब घरको बाउ बुद्धिजीवी छैन भने परिवारको पालन पोषण कसरी गर्ने घरजाम कसरी चलाउने अनि घरको आमा बुद्धिजीवी छैन भने घरभित्रका कुराहरू कसरी कुन चिज कहाँ राख्नु पर्ने कुन सामान कति बेला कुन समयमा चलाउनु पर्ने यी सबै कुराहरूको ज्ञान हामीले प्राप्त गर्नुपर्छ परमेश्वरले हामीलाई दिइसकेपछि अनि सही प्रकारले जब मण्डली हुन्छ मण्डली अनुसार यो त तपाईँको आफ्नो परिवार होइन यो त परमेश्वरको परिवार हो त तपाईँ त देखरेख गर्ने मान्छे मात्र हो मण्डलीको गोठालो भइसकेपछि चाहिँ उसको जिम्मेवारी चाहिँ के हुन्छ परमेश्वरले खटाएको भरि उसले गर्नुपर्छ तर आफ्नो कब्जामा होइन आफ्नो त्यो मण्डलीको पास्टरले चाहिँ आफूले बलिदान गरेर किनेको विश्वासी होइन ख्रिस्टको रगतले ऊ आफै पनि किनिएको मण्डली हो त्यसले गर्दा बुद्धिजीवी